हेलो गाइज, मैले लास्ट भिडियोमा गोदावरीको प्लान्टलाई कसरी प्रुन गर्ने र सेकेन्ड टाइम फ्लावरिङ कसरी लिने भनेर मैले हजुरलाई यो गोदावरीलाई प्रुन गरेर देखाएको थिएँ। ल हेर्नुहोस् त, यसरी मैले चाहिँ नि यो गोदावरीलाई चाहिँ पुरै प्रुन गरिदिएको थिएँ होइन। हेर्नु त, जति पनि मेन स्टेम थियो बिचबाट चाहिँ नि हेर्नु त है, एकदम सानो सानो मैले प्रुन गरिदिएको थिएँ। यो मेन स्टेम जुन छ यहाँबाट चाहिँ मैले कटिङ गरिदिएको थिएँ र यो सँगसँगै मसँग अर्को दुईवटा पनि फ्लावर्स थियो होइन। मसँग टोटल 3टा कलर्सको यसपालि चाहिँ मसँग यो गोदावरी फ्लावर्स थियो। एउटा यो येल्लोमा भयो होइन, येल्लो र रेडमा, अर्को एउटा रेडमा थियो र अर्को पनि येल्लोमै थियो मसँग। सो मैले त्यसलाई पनि यसरी नै मैले कटिङ गरिदिएको थिएँ। त्यसबाट पनि नयाँ ब्रान्चेसहरू निस्किँदैछ, म देखाउँछु है। यो दुईवटा पनि मेरो प्लान्ट्स थियो होइन गोदावरीकै। यसलाई पनि मैले यहाँ माथिबाटै कटिङ गरिदिएको थिएँ। फुलिसकेपछि यसलाई पनि त्यसरी नै गरिदिएको थिएँ र अहिले चाहिँ यसबाट हेर्नुहोस् त नयाँ नयाँ ब्रान्चेसहरू निस्किएको छ र ब्रान्चेसहरूमा चाहिँ सबैमा बडिङहरू चाहिँ फर्म भएको छ। यसबाट चाहिँ फ्लावर आउँछ है। यसमा पनि हेर्नुहोस् त आइरहेको छ है। हेर्नुहोस् त गाइज, कस्तो मजाले ब्लुमिङ भइरहेको छ। अस्ति नै मैले यसलाई प्रुनिङ गरिदिएको थिएँ, तपाईँहरूलाई भिडियो पनि देखाएको थिएँ होइन। अहिले हेर्नुहोस् त कति धेरै बर्ड्सहरू आएको रहेछ। अनि यो चाहिँ अब सेकेन्ड ब्लुमिङ हो गोदावरी फ्लावरको। प्लान्ट्समा चाहिँ अलिअलि यो साइड लिभ्सहरू बर्न भएको छ होइन, किनभने अब घाम चाहिँ चर्को हुन थाल्यो नि त मार्चमा। अनि यो चाहिँ फुल सन आउने ठाउँमा चाहिँ मैले राखेको छु र अस्ति 1-2 दिन पानी पनि एकदम धेरै ड्राई भइसकेको थियो, त्यही भएर चाहिँ अलिकति यो लिभ्सहरू चाहिँ बर्न भएको छ। तर बाँकी अरू सबै लिभ्सहरू चाहिँ राम्रै छ होइन। हेर्नुहोस् त कति धेरै बर्ड्स आएको रहेछ। अहिले पनि सेकेन्ड टाइम पनि यति धेरै बर्ड्स आउँछ भनेर मैले सोचेको थिइनँ है। तर यसले चाहिँ एकदम मजाको रिजल्ट्स देखाएको रहेछ। हेर्नु त प्रायः बर्ड्सहरू फुल्न लागिसकेको छ र अझै पनि सानो बर्ड्सहरू चाहिँ निस्किँदै रहेछ। हेर्नु त यहाँबाट। सो तपाईँहरूले पनि यसरी नै प्रुन गरेपछि नेक्स्ट फ्लावरिङ चाहिँ तपाईँहरूले एउटै सिजनमा चाहिँ 2 पटकसम्म चाहिँ फ्लावरिङ लिन सक्नुहुन्छ। थ्याङ्क यू गाइज। यो पनि हेर्नु गाइज, यसलाई पनि मैले प्रुन गरेर हजुरलाई देखाएको थिएँ। त्यो बेलामा चाहिँ बर्ड्सहरू 1-2वटा मात्रै आएको थियो। अहिले कति धेरै बर्ड्सहरू आइसकेको रहेछ, सबै फ्लावरिङ हुन लागेको रहेछ। यसमा चाहिँ धेरै आएन किनभने यो ग्रोथ यसको राम्रो भएको थिएन, तैपनि 2-3वटा बर्ड्स चाहिँ आएको रहेछ। इभन फ्लावरिङ चाहिँ हुन्छ है गाइज।